हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल सोसियल टेक ट्राभल। म अस्ट्रेलिया आएको पनि 3 मन्थ नियरली पुग्ने लागेछ र आज म त्यसैले न्युजिल्यान्डको यात्रामा फेरि निस्किएको छु। आरबीबीबाट म सिडनी तर्फ लाग्दै गर्दाको यो दृश्य हो। त्यसपछि म फेरि सिडनीबाट नेक्स्ट डे बिहानै 7 बजेको मेरो न्युजिल्यान्डको फ्लाइट थियो क्राइस्टचर्च भन्ने सिटीमा। त्यसपछि म 380-800 इमिरेट्सको बोइङ कम्पनीको जहाजमा म चढेँ, बोर्डिङ भएँ। यो चाहिँ डबल डेक थियो, 2 तला भएको, अत्यन्तै भिआइपी। फर्स्ट टाइम हो मेरो यो 380-800 मा। अस्ट्रेलिया आउने क्रममा पनि मैले यसमै यात्रा गरेको थिएँ र सानो दृश्य पनि तपाईहरुलाई देखाउन मन लाग्यो। आउटेरियर यस्तो छ र प्लेनको भित्रको इन्टेरियर पनि हेर्न सक्नुहुन्छ। आरामदायी सिट अनि 850 भन्दा बढी प्यासेन्जर क्यारी गर्न सक्ने यो प्लेन निकै नै ठुलो थियो। केही दृश्यहरू पनि मैले एयरपोर्टको तपाईहरुलाई यहाँ हालेको छु र म न्युजिल्यान्डमा न्यू इयरको प्रोग्राम 2082 को प्रोग्राममा पनि म एटेन्ड हुन सफल भएको थिएँ। नेप्लिज सोसाइटी इन न्युजिल्यान्ड CNS ले अर्गनाइज गरेको यो न्यू इयर प्रोग्राममा चाहिँ शान्तिश्री परियार र हाम्रो कालीप्रसाद बास्कोटाले चाहिँ कन्सर्ट दिनुभएको थियो र निकै मिठो गीतहरू मैले आफ्टर लङ टाइम चाहिँ एटेन्ड गर्ने मौका पाएँ। नेपाली गीतहरू सुन्ने र विभिन्न गानाहरू उहाँहरूले प्रस्तुत गर्नुभएको थियो, जुनमा चाहिँ हामी एकदम रमाइलो गर्न सफल भयौँ र सानसाना भाइ बहिनीहरूले पनि आफ्नो नृत्यहरू चाहिँ प्रस्तुत गर्नुभएको थियो, जुन चाहिँ अत्यन्तै सुन्दर थियो। विदेशमा नेपाली जन्मिएर त्यहाँको कला संस्कृतिलाई पनि ग्रहण गर्दै हाम्रो नेपाली संस्कृतिलाई पनि नभुल्ने कोसिस गर्दै नेपाली गीतहरूमा चाहिँ त्यहाँको भाइ बहिनीहरूले चाहिँ प्रस्तुत दिनुभएको थियो। शान्तिश्री परियारको मिठो स्वरमा चाहिँ हामीले विभिन्न किसिमका गीतहरू सुन्यौँ। त्यसमा चाहिँ अत्यन्तै म खुसी छु। मैले लामो समयपछि यसरी नेपाली प्रोग्राममा चाहिँ एटेन्ड भएको थिएँ। अनि मैले यहाँ गीतमा चाहिँ थोरै पिच डाउन एन्ड अप गरेको छु ताकि युट्युबले यसको कपिराइट अथवा स्ट्राइकमा प्रब्लम नहोस् भनेर। लेट्स सी, तपाईहरुले सायद यो भिडियो हेर्न सक्नुहुनेछ र इन्जोय पनि गर्नुहोला र केही क्वेशनहरू भए तपाईले कमेन्ट गर्न सक्नुहुन्छ। यदि तपाईहरु युरोपियन सिटिजन अथवा अस्ट्रेलिया अथवा न्युजिल्यान्ड चाहिँ जाने प्लानिङमा हुनुहुन्छ भने तपाईको फिल्ड अनुसारको स्पोन्सर हैन एजेन्ट थ्रु चाहिँ केही म्यानेज गर्न सक्नुहुन्छ भने तपाईहरुलाई आइडियाहरू तपाईले लिन सक्नुहुन्छ। त्यहाँ क्यानबरी नेप्लिज सोसाइटीले आयोजना गरेको न्युजिल्यान्डको यो सांस्कृतिक प्रोग्राममा थुप्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको समूह जम्मा भएको थियो र त्यस ठाउँमा पनि थुप्रै नेपालीहरू हुनुहुँदो रहेछ। यति धेरै नेपालीहरू यसरी मिलेर कार्यक्रमहरू गर्नुभएको देख्दाखेरि अत्यन्तै राम्रो लाग्छ। तर दुर्भाग्यवश हाम्रो देशले चाहिँ यस्तै युनिटी राजनीतिक होस् सांस्कृतिक होस् यसमा चाहिँ अगाडि बढ्न सकिराखेको छैन। विदेशमा भएको नेपालीहरूमा धेरै नै देशप्रति चिन्ता देखियो। युवा युवतीहरू, पुराना अलिकति उमेर भएका बाआमाहरू पनि देशप्रति, दाजुभाइहरू पनि देशप्रति चाहिँ माया र देशको विकास होस्, देशमा केही गर्न सकियोस् भन्ने सबैको इच्छा रहेको पनि यहाँ थोरै बुझ्न पाइयो। र लामो समयपछि मैले आफ्नो कलेजको साथीलाई पनि भेट्ने मौका पाएँ 10-12 वर्षपछि। यसमा म धेरै नै खुसी छु र लाग्यो पृथ्वी गोलो छ र सबैको पालो आउँछ, सबैलाई भेट्न सकिन्छ। जिन्दगी यति मात्र होइन, अझै लामो छ भन्ने पनि त्यहाँबाट शिक्षा लिन सकियो।
हाम्रो